के गर्नु कसो गर्नु म अब विपदमा छु मेरो बोली नै आउँदैन रुएरै सकिए म अनि खोज्न कहाँ जानुभयो खोज्न त अब छोरी ज्वाइँहरूले कता कता खोज्नुभयो त्यो मलाई पनि थाहा छैन म बिर्सिजान्छु बिर्सिने भएँ कति वर्षको हुन्थ्यो आमा छोरा चाहिँ छोरा 30 वर्षको तपाईको एकजना छोरा दुईजना छोरी हजुर अनि केही बिमारी केही होइन छोरा होइन अनि सकुशल सकुशल 2 दिन चाहिँ उहाँ के जाति बनाउँछु अरे राष्ट्रिय परिचय पत्र बनाउँछु भनेर 2 दिन विराटनगर गयो अनि भयो त भन्दा काम भएन भन्थ्यो भोलिपल्ट उठ्दा मान्छे छैन हराएको हराइ भयो भनेपछि त्यो राष्ट्रिय परिचय पत्र सबै बनाएर कतै जाने पो प्रयास गर्नुभएको थियो कि केही त्यो केही थाहा भएन हामीलाई अब बनाउन जाने भनेर चाहिँ थाहा थियो मैले नै अब जानु त बुझेर आइज भनेर उसलाई भनेको थिएँ हुन्छ म जान्छु भनेको थियो अब भोलिपल्ट शनिबार भइगयो आइतबार के गर्यो बनाउन जस्तै फेसबुकहरू केहीहरू चलाएको त्यस पछाडि अनलाइन केही मोबाइलमा घरमा मोबाइल छोड्या हो मोबाइलमा सब डिलिट गरेको थियो अब मैले मेरो हस्बेन्डले भएर रिब्याक गरेर गर्यो केही सिम्टमहरू थाहा पाउने मोबाइलमा केही पनि थिएन त्यस्तो हामीले अब शङ्का गर्ने खालको नम्बरहरू केही थिएन उहाँले घरबाट जाँदाखेरि मोबाइल पनि छोडेर जानु घरमै छोडेर जानुभएको अब बोक्दाखेरि भनेको सिटिजनसिप नागरिकता बोक्या होला किनभने घरमा छैन अन्दाजले पैसा चाहिँ हिँडेकै दिन उहाँ नोबेल ब्याङ्कमा 5500 चाहिँ झिकेको हो त्यो उसकै मोबाइलमा मेसेज आएर थाहा भयो उसकै पैसा हो त्यो हामीलाई मतलब भएन तर ऊ जहाँ भए पनि जसरी भए पनि आमा म यहाँ छु मात्रै भन्यो भने मलाई पुग्थ्यो तर हामी हेर आएँ कति जति सिएर आएँ कति केही पार लागेन अब के गर्नु कसो गर्नु मलाई फड्को भइरहेको छ अब मोबाइल लानु भएको छैन होला तर उहाँको फोटो हामी हाल्छौँ हैन तपाईको छोरालाई चाहिँ तपाईले नै बोलाउनु पर्यो अब आँखा अगाडि देखिनु भएन खोज्दा भेटिनु भएन अब हामीले आएर भिडियो बनाएको छौँ यो हप्ता मात्रै 2-3 जना हामीले भेटेका छौँ भिडियो बनाएर हाल्न नपाई बेलुका या त एकै दिनमा भेटिनु भएको छ तपाईहरु 3 महिनादेखि यसरी छटपटेर बस्नु भएको छ कतै यही भिडियोले पनि तपाईको छोरा भेटिनु हुन्छ ल तपाईले नै लु छोरालाई भन्नु पर्यो घर आउनु केही कुरामा चित्त बुझेको छैन भने पनि अब मान्छेले घर त्यतिकै छोड्दैन अब के भएर छोड्नु भो के भएर छोडेको कसो भएर छोडेको त्यो मलाई थाहा छैन उनले एकल फोन गरिदिएर म गरी खाँदैछु भने ठिकै छ गरी खान्न भने पनि ठिकै छ जे गरून् तर बाँचेको छ कि मरेको छ जिउँदो छ छैन पृथ्वीमा छ छैन त्यति मात्रै मलाई पत्तो लाउन मन लागेको मैले 2 बात बोली सुन्न मन लागेको अनुहार देख्न मन लागेको त्यति हो मलाई चाहिएको चाहिँ अब गरी खान्छु जागिर खान्छु भनेर हिँडेको छ भने पनि ठिकै छ तर यहाँ छुची भनिदिनु पर्यो अनुहार चाहिँ देखाएर बोलिदिनु पर्यो 2 शब्द त्यति भए मलाई पुग्यो गरी खाउन् म रोक्दिनँ छेक्दिनँ जे जागिर खाँदैछ विवाहहरू गर्नुभएको थियो कि थिएन